दुई टाइपको हुन्छ है। एउटा टेक अर पे, अर्को टेक एन्ड पे। यो सिम्पल यसलाई चाहिँ हामीले बुझ्ने भाषामा भनौँ, टेक अर पे भनेको चाहिँ के हो भने प्राधिकरण नेपालको कन्टेक्स्टमा जस्तो डेभलोपरले यति बिजुली चाहिँ म जेनेरेट गर्न रेडी छु भनेर उसले चाहिँ जुन कमिटमेन्ट गर्छ, त्यो हाम्रो चाहिँ के अरे अघि हामीले कन्ट्र्याक्टेड इनर्जी भन्यौँ नि, त्यति उसले डेलिभर गर्न रेडी छु भनेपछि प्राधिकरणले लिए पनि नलिए पनि जसरी पनि उसलाई पैसा तिर्न पर्यो। त्यो भनेको चाहिँ टेक अर पे। सिम्पल नेपालीमा भन्दाखेरि लिए पनि ल्याऊ नलिए पनि नल्याऊ तर पैसा चाहिँ तिर भनेको। लिऊ लिए पनि ल्याऊ नलिए पनि नल्याऊ प्राधिकरणसँग सरकारको विषय भएन, तर म चाहिँ रेडी छु जेनेरेट गर्न भने मैले पैसा पाउनु पर्यो आइपिपी को हिसाबबाट भन्दाखेरि। त्यसलाई चाहिँ के भन्ने भयो त, टेक अर पे। टेक अर पे भनेको अप्सनल जस्तो भयो प्राधिकरणको लागि चाहिँ। किन अप्सनल भयो भने अब अप्सनल त भन्न मिलेन, उसलाई चाहिँ फोर्स जस्तो भयो, प्राधिकरणलाई चाहिँ फोर्स। उसले बिजुली लिए पनि नलिए पनि कमिटमेन्ट गरेको बिजुली यदि डेभलोपर दिन रेडी छ भने उसलाई जसरी पनि उसले पैसा दिनु पर्यो, त्यसलाई टेक अर पे भन्ने भयो। अनि टेक एन्ड पे भनेको चाहिँ प्राधिकरणले आफ्नो आवश्यकता अनुसार चाहिँ त्यो डेभलोपरसँगबाट बिजुली लिने भयो, अनि त्यो जति बिजुली लिन्छ उसले त्यही बराबरको चाहिँ पैसा तिर्ने भयो। सो टेक एन्ड पे र टेक अर पेमा धेरै भास्ट फरक छ। क्वेसन एकचोटि सोधेको पनि छ यो, टेक अर पे र टेक एन्ड पेमा डिफरेन्स के हो? प्राधिकरणको हिसाबमा टेक अर पे फाइदा हुन्छ कि टेक एन्ड पे फाइदा हुन्छ? अनि डेभलोपरको हिसाबमा टेक अर पेमा चाहिँ बढी एट्र्याक्टेड हुन्छ कि टेक एन्ड पेमा बढी एट्र्याक्टेड हुन्छ? अनि एउटा फाइनेन्सिङको हिसाबमा ब्याङ्कले फाइनेन्स गर्न पर्यो भने कुन चाहिँ पिपिएलाई प्रेफर गर्ला? अभियसली टेक अर पेलाई गर्छ, किन टेक अर पे पिपिए भयो भने उसको बिजुली खेर जाने भन्ने सम्भावना रहेन। अब यसलाई अलिकति जोडौँ हामीले। यो जुन लगभग 8-9 वर्ष अगाडिदेखि चाहिँ जुन चाहिँ हाम्रो 8-9 वर्ष होइन, अझ 12-15 वर्षदेखि चाहिँ नेपालमा एक किसिमले लोड सेडिङ जस्तो थियो नि, त्यतिखेर प्राइभेट अर्गनाइजेसनहरू चाहिँ सजिलै आउनु भएर, उत्पादनमा चाहिँ प्राइभेट अर्गनाइजेसन आउनु भएर त्यतिखेर हामीले टेक अर पेमा बिपिए गर्थ्यो प्राधिकरणले। किन अब सकेसम्म बढी चाहिँ आइपिपीहरू आउन् अनि त्यसपछि हाइड्रो पावर बनाउन् भनेर त्यो गर्नलाई त उनीहरूलाई त प्रमोट गर्न पर्यो। प्रमोट गर्नलाई चाहिँ केमा गरिन्छ त, पिपिए टेक अर पेमा बढी गरिएको थियो त्यतिखेर। तर त्यसले चाहिँ एउटा प्राधिकरणलाई चाहिँ के एउटा हुनसक्छ भने भोलि त्यो एक किसिमले अब्लिगेसन भयो नि होइन। अब बिजुली भोलि खपत चाहिँ नहुने, अनि त्यसपछि चाहिँ उता आइपिपीलाई चाहिँ पैसा दिनुपर्ने अवस्था आयो भने प्राधिकरणले पनि बिजुली बेचेर अनि त्यसपछि यता डेभलोपरलाई तिर्ने हो। अब उसले बिजुली चाहिँ बेच्न नसक्ने, त्यो भनेको डिमान्ड चाहिँ नहुने, अनि उता उत्पादन चाहिँ बढी हुने अवस्था आयो भने प्राधिकरणलाई पनि त्यसले चाहिँ एक किसिमले लस हुन्छ। त्यही भएर प्राधिकरणको हिसाबमा चाहिँ टेक एन्ड पेमा पिपिए गर्दाखेरि बेटर हुने भयो। तर डेभलोपरको हिसाबमा चाहिँ टेक अर पेमा पिपिए गर्दाखेरि उसलाई चाहिँ त्यो मोर कम्फर्टेबल हुन्छ भयो। यिनै कुराहरूको डिस्कसन छ यहाँ, सर हेरौँ। टेक अर पेमा द बायर ब्राकेटमा एनइए होइन, बायर भनेको हाम्रो केसमा एनइए भयो, हेज द अब्लिगेसन अफ पेमेन्ट टु द डेभलोपर वेदर इट कन्ज्युम्स पिपिए कन्ट्र्याक्टेड इलेक्ट्रिसिटी अर नट। भनेपछि प्राधिकरणले लिन सके पनि लिन नसके पनि जुन कन्ट्र्याक्टेड अमाउन्ट अफ इनर्जी छ यदि डेभलोपरले दिन तयार छ भने प्राधिकरणले जसरी भए पनि उसलाई पैसा दिन पर्यो। सेलर्स ह्याभ एस्योरेन्स अफ पेमेन्ट भनेको, सेलर भनेको जसले चाहिँ उत्पादन गर्छ बिजुली आइपिपी, त्यसले चाहिँ पैसा पाउने चाहिँ कन्फर्म भयो। लोअर रिस्क टु डेभलोपर, डेभलोपरको लागि चाहिँ यो लोअर रिस्क भयो, उसले बिजुली उत्पादन गर्न रेडी छु भनेपछि उसले पैसा पायो। प्रमोट्स डेभलोपर फर इन्भेस्टमेन्ट, ह्युज क्यापिटल इन्भेस्टमेन्ट इन हाइड्रो पावर इज पोसिबल। सो जति चाहिँ सरकारले चाहिँ यो किसिमको पोलिसी लिएर आउँछ त्यति चाहिँ प्राइभेट सेक्टरले चाहिँ रिस्क अलिक कम देख्छ, त्यही भएर बढी इन्भेस्टमेन्ट गर्न सक्ने सम्भावना रह्यो भनेर भनेको। डेभलोपर इज प्रोटेक्टेड फ्रम पोटेन्सियल लस अफ मनी। अब बिजुली उत्पादन गर्न रेडी छ, खपत भएन भनेदेखि त उसको त जेनेरेसन घटाउनु पर्यो। जेनेरेसन घटाउनु भनेको के हो, पैसा गुम्नु हो। तर यो टेक अर पेमा पिपिए भएको छ भने चाहिँ त्यो पोटेन्सियल लस अफ मनीबाट पनि
त्यो आइपिपी जोगिने भयो। Construction requires large time and investment, so developers prefer it. हो यही कुरा दोहोरियो। Transfer the risk to buyer of electricity NEA from seller of electricity. So जति पनि बिजुली उत्पादकको रिस्क छ त्यो सबै रिस्क चाहिँ कसलाई आयो त? प्राधिकरणलाई आयो। किन प्राधिकरणले यदि बिजुली बेच्न सकेन भने त्यस बापत चाहिँ प्राधिकरणलाई चाहिँ एक किसिमले पेनाल्टी जस्तो भयो यो। अब बिजुली बेच्न दिन नसक्ने अनि उता किने पनि नकिने पनि पैसा तिर्नु पर्ने भएपछि रिस्क जति सबै कसलाई आयो त? प्राधिकरणलाई आयो भन्ने कन्टेक्स्टमा हेर्नु पर्यो। यति कुरा टेक अर पेमा गरिसकेपछि टेक एन्ड पे भनेको यसको ठ्याक्कै लगभग अपोजिट हो। मैले 2 पोइन्ट मात्र राखेको छु। द बायर हैज द अब्लिगेसन अफ पेमेन्ट आफ्टर कन्जम्सन अर युटिलाइजेसन अफ इलेक्ट्रिसिटी भनेको कति बिजुली खपत गरियो त्यति बिजुलीको मात्रै पैसा तिर्न पर्यो बायरले के अरे सेलरलाई। NE is bound to pay only for the electricity used utilized by NE. So यो एकदम इम्पोर्टेन्ट छ। यसमा अझ तपाईहरुले अलिकति थोरै रिसर्च गरेर के रहेछ यसमा अरु इश्यूजहरु के छ पीपीए इश्यू इन नेपाल भनेर तपाईले चाहिँ गुगलमा सर्च गर्नुस् विभिन्न कुराहरु आउँछ। त्यो कुरा जति खोतल्दै गयो त्यति अझ बढी चाहिँ हुन्छ। तर अब एक्जाम पोइन्ट अफ भ्यूबाट हामीलाई यति कुराहरु भएपछि पुग्छ हैन। यो डिफरेन्स पनि तपाईले टेबल बनाएर गर्न सक्ने हुनुभयो। प्राधिकरणलाई के फाइदा हुन्छ पनि बुझ्नुभयो। डेभलपरलाई के फाइदा हुन्छ नि जो बुझ्नुभयो। डेभलपरले केमा पीपीए गर्न खोज्छ पनि बुझ्नुभयो। अनि त्यसपछि चाहिँ एउटा फाइनान्सिङ इन्स्टिट्युटलाई पनि चाहिँ केमा पीपीए भएको चाहिँ उले प्रेफर गर्ला। एउटा चाहिँ टेक अर पेमा तपाईहरुलाई क्वेशन जारी पनि सोध्न सक्छ के एउटा फाइनान्सिङ इन्स्टिट्युटले दुईटा प्रोजेक्ट छ। एउटा टेक अर पेमा पीपीए भएको छ 100 मेगावाट को, अर्को टेक एन्ड पेमा पीपीए भएको छ 100 मेगावाट कै छ। उसले फाइनान्सिङ गर्दाखेरि चाहिँ कसलाई प्रायोरिटाइज गर्ला? अभियसली टेक अर पेलाई गर्ला किन त्यहाँ चाहिँ उसको रेभेन्यू चाहिँ सेक्युर्ड छ। रिस्क इन टेक अर पे टु बायर यिनी कुराहरु छन् यसमा हैन। एज पीपीए आर लङ टर्म कन्ट्र्याक्ट दे आर भल्नरेबल टु अनफोर्चुनेट इभेन्ट्स that may not have been covered in contract, such as political circumstances, commercial developments, geological occurrence, etc. You know? And under take or pay, NEA has to pay for the quantum of electricity mentioned in contract, PPA, whether it is able to sell or not. मैले कुराहरु भनिसकेँ अघि। Under the take or pay system, it has to buy the contracted amount of electricity or pay a fine if it fails to do so, exposing the power utility भनेको विद्युत प्राधिकरण हाम्रो कन्टेक्स्टमा to financial risk if it cannot evacuate and sell the energy produced. So अघि मैले ती कुराहरु एक्सप्लेन गरे तिनै कुराहरु एउटा इंग्लिशको उसमा मात्रै छ। यसमा केही पनि नबुझिने कुराहरु छैन। अब यति कुरा गरिसकेपछि पीपीए चाहिँ प्रोसेस के हो भनेर पनि सोध्छ। अब यो किन यो डिटेलमा अलिकति डिटेलमा धेरै यो जति पनि यहाँ छ त्यति सबै कुरा तपाईलाई चाहिदैन हैन। तर प्रोसेस चाहिँ के रहेछ भनेर सिम्पल बुझ्नु होला। अनि पीपीए गर्नलाई के डकुमेन्ट चाहिन्छ भनेर सोधेको छ। यो 9 वटा पोइन्टहरु सम्झिनु पर्यो। त्यो प्रोजेक्टको सर्वे लाइसेन्स हुनु पर्यो। त्यो सर्वे लाइसेन्स भनेको विद्युत ऐन अन्तर्गत विद्युत विकास विभागले दिएको हुन्छ। अनि कम्पनी रजिस्ट्रेसन सर्टिफिकेट हुनु पर्यो। कुन कम्पनीले चाहिँ डेभलप गर्ने त्यो हाइड्रो पावर त्यो चाहिँ कम्पनी रजिस्ट्रारको कार्यालयमा रजिस्टर गरेको हुनु पर्यो। अनि कम्पनी सर्टिफिकेट अफ कोअपरेसन एन्ड मेमोरेन्डम अफ आर्टिकल त्यो भनेको चाहिँ संस्थाको प्रबन्ध पत्र भन्छौं नि हामीले त्यो चाहियो। अनि प्यान नम्बरहरु चाहियो त्यसको। अनि त्यो स्थानीय निकाय जुन चाहिँ लोकल गभर्नमेन्ट छ त्यहाँ गाउँपालिका होला नगरपालिका होला त्यसको चाहिँ नो अब्लिगेसन सर्टिफिकेट चाहियो। अनि लेटर अफ इन्टेन्ट फ्रम बैंक भनेको चाहिँ यो प्रोजेक्टमा म फाइनान्स गर्नलाई उत्सुक छु भनेको जस्तो हैन। ग्यारेन्टी त त्यसले दिदैन तर पनि म फाइनान्स गर्न चाहिँ हेरिराखेको छु भन्ने जस्तो हिसाबले चाहिँ बैंकले जुन चिठी दिन्छ नि इन्ट्रेस्ट देखाएको त्यसलाई चाहिँ लेटर अफ इन्टेन्ट भन्छौं त्यो चाहियो। अनि एप्रुभड टर्म अफ रेफरेन्स फर आईईई अर ईआईए यो भनेको वातावरण ऐनको हेर्दाखेरि हामी त्यहाँ हेर्छौं। आईई भनेको इनिशियल इन्भाइरोमेन्ट एक्जामिनेसन सानो सानो प्रोजेक्टमा चाहिँ वातावरणीय अध्ययन चाहिँ आईई गरिन्छ। अनि ठूलो प्रोजेक्टहरुमा चाहिँ लगभग 50 मेगावाट भन्दा ठूलो प्रोजेक्टमा चाहिँ ईआईए गरिन्छ इन्भाइरोमेन्ट इम्प्याक्ट असेसमेन्ट भनेर। त्यसको चाहिँ कम्तिमा एप्रुभड टीओआर चाहियो। त्यो टीओआर को एप्रुभल चाहिँ हामीलाई वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले दिन्छ।
अनि त्यो चाहिँ डिओइडी मार्फत आउँछ। त्यो डिटेल हामीलाई चाहिएन अहिले, सिम्पल बुझ्नु पर्यो के भने एउटा यो पनि चाहिने रहेछ। अनि एप्रुभल फ्रम नेसनल पार्क इफ इट इज इनसाइड नेसनल पार्क भनेको जस्तो मानौ अहिले तामाकोसी 5औं हाइड्रो पावर चाहिँ यो गौरीशङ्कर संरक्षण क्षेत्रभित्र बन्दैछ भनेपछि त्यो गौरीशङ्कर संरक्षण क्षेत्रले पनि त्यो कुरालाई चाहिँ एप्रुभ गरेर चाहिँ सहमति दिएको हुनु पर्यो इक्जाम्पल। अनि प्रोजेक्ट फिजिबिलिटी स्टडी रिपोर्ट विथ पावर इभ्याकुएसन स्टडी रिपोर्ट भनेको त्यो प्रोजेक्ट चाहिँ भोलि बनिसकेपछि त्यसले चाहिँ पावर इभ्याकुएट कहाँ गर्ने हो। अनि त्यो प्रोजेक्टको फिजिबिलिटी स्टडी रिपोर्ट भनेको सिम्पल डेस्क स्टडी रिपोर्ट, कति मेगावाट निकाल्ने हो, अनि लोकेसन कहाँ हो, के हो, यस्ता सामान्य कुराहरू चाहिँ इन्क्लुड गरेर हामीले गर्छ, त्यो चाहिने भयो होइन। सो अब क्विकली टेम्पोरेरी अब यो के अरे पिपिए को चाहिँ फेजहरू छ होइन। यो डकुमेन्ट पनि तपाईँहरूलाई पछि पाइहाल्नुहुन्छ, त्यसमा पनि हेर्नु होला। मैले एकदम ब्रिफली भन्छु, जस्तो यसको ब्याकग्राउन्ड बुझौँ पहिला। यो पिपिए भन्ने कुरा अलिक कम्प्लेक्स कुरा हो, यो अलिक टाइम पनि लाग्छ। किन लाग्छ भने यो भनेको त लङ टर्म कन्ट्र्याक्ट 30औं वर्षसम्म चाहियो। जस्तो एउटा सामान्य तपाईँहरूलाई उत्सुकता जगाउनलाई, अब कुनै ठाउँमा मैले हाइड्रो पावर बनाएँ, अब त्यो हाइड्रो पावर मैले बनाएको ठाउँबाट पावरै इभ्याकुएट हुन नसक्ने गरी बनाएँ भने भोलि त मलाई पनि घाटा लाग्यो, राज्यलाई पनि लस भयो। सो यी सबै कुराहरू अध्ययन गर्न पर्यो। अब मैले कुनै एउटा ठाउँमा बनाएको हाइड्रो पावरको पावर नजिकको ग्रिडको सब स्टेसनमा इन्जेक्ट गर्दै गर्दा यदि त्यो ग्रिडमा नै क्यापासिटी रहेनछ भने, अथवा त्यो ग्रिडको चाहिँ मानौ क्षमता चाहिँ अलरेडी सेचुरेट भइसक्यो, 200 मेगावाटको क्षमता त 200 मेगावाट चाहिँ सेचुरेट भइसकेको छ, त्यो ग्रिडको क्षमता वृद्धि पनि हुने प्रोग्राम छैन। अनि 100 मेगावाटको प्रोजेक्ट चाहिँ अर्को मैले बनाएर त्यसमा लगाएर मैले जोड्न सक्छु त? सक्दिनँ नि। सो यी सबै कुराहरूको अध्ययन गरेर अनि फिजिबल भएपछि मात्रै प्राधिकरणले कुनै एउटा डेभलपरसँग पिपिए गर्छ। सो त्यही भएर सबै कुराहरू अध्ययन गर्दाखेरि चाहिँ अलिकति टाइम कन्ज्युमिङ हुन्छ। अब अलिकति क्विकली हेरौँ। सुरुमा टेम्पोरेरी रजिस्ट्रेसन हुने रहेछ। आफ्टर सबमिटिङ एप्लिकेसन विथ एबभ सेड डकुमेन्ट टेम्पोरेरी रजिस्ट्रेसन विल बी डन। किन टेम्पोरेरी रजिस्ट्रेसन गरेको भने यो माथिको 9वटा डकुमेन्ट पुग्दै गर्दाखेरि पनि अघि मैले भनेको कारणले गर्दाखेरि त्यो पिपिए चाहिँ नहुन सक्ने सम्भावना रहन्छ। अब ग्रिडमा क्षमता नै छैन भने त्यही ठाउँमा चाहिँ अर्को चाहिँ एक्स्ट्रा पावर चाहिँ इन्जेक्ट गर्न सकिन्न। सो त्यो ग्रिडको क्षमता, ट्रान्समिसन लाइनको क्षमता, क्यापासिटी सबै कुरा अध्ययन गर्नुपर्ने भएको हुनाले सुरुमा टेम्पोरेरी रजिस्ट्रेसन गरिने भयो। अनि त्यसपछि त्यो टेम्पोरेरी रजिस्ट्रेसन भइसकेपछि कमिटी फर्मेसन हुने भयो। अनि त्यो कमिटीले चाहिँ ल ठिक छ अब हामी चाहिँ अगाडि बढ्न सक्छौँ भन्ने एउटा चाहिँ एस्योरेन्स जस्तो गर्यो भने अनि बल्ल त्यो चाहिँ पर्मानेन्ट रजिस्ट्रेसन भएर अगाडि बढ्ने भयो। अब फेजेस अफ पिपिएमा चाहिँ फर्स्ट फेजमा स्टडी अफ डकुमेन्ट हुने भयो। अनि सेकेन्ड फेजमा टेक्नो स्टडी एन्ड इभ्यालुएसनका कुराहरू हुने भए। यसमा के छ भन्ने कुरा हामी हेरौँला। अनि थर्ड फेजमा कनेक्सन एग्रिमेन्ट, यो भनेको विद्युत प्राधिकरण अन्तर्गतको यो ग्रिड सञ्चालन विभाग भन्छौँ हामीले एउटा होइन, त्यो विभागले चाहिँ कनेक्सन एग्रिमेन्टको काम गर्छ। त्यसको चाहिँ काम के हो भने त्यो अघि मैले भनेको कुरा, त्यो हाइड्रो पावर कुनै एउटा लोकेसनमा बनिसकेपछि त्यो हाइड्रो पावरले चाहिँ पावर इभ्याकुएट गर्ने सब स्टेसन कहाँ छ, त्यो सब स्टेसनमा चाहिँ क्षमता छ कि छैन, त्यो सब स्टेसनबाट पावर जाने कहाँ हो, त्यसको त्यो लाइनको चाहिँ क्षमता पुग्छ कि पुग्दैन, यी सबै कुराहरूको चाहिँ स्टडी गरेर कनेक्सन एग्रिमेन्ट गर्नुपर्छ। त्यो पनि पिपिए अन्तर्गत नै हुने कुरा भयो। अनि त्यसपछि लोड एबल टु फ्लो अर नट भनेको त्यही हो होइन। अब यो इलेक्ट्रिकलले ठ्याक्कै बुझ्ने भयो। लोड भनेको सिम्पल चाहिँ के हो भने उसको चाहिँ जति उसले जेनेरेट गर्छ त्यो जेनेरेसन गरेको चाहिँ त्यो नजिकको ट्रान्समिसनबाट चाहिँ जान सक्छ कि सक्दैन, सब स्टेसनबाट जान्छ कि जाँदैन भन्ने कुराहरू समावेश गरेको हुने भयो। थर्ड फेजमा त्यो भयो। अनि फोर्थ फेजमा एउटा ड्राफ्ट बन्ने भयो, प्राधिकरणले ड्राफ्ट बनाउँछ अनि त्यसपछि चाहिँ पार्टीलाई पठाउँछ। सो आर यु रेडी टु साइन दिस डकुमेन्ट भनेर प्राधिकरणले सोध्छ। फोर्स भन्ने कुरो भएन किन त कन्ट्र्याक्ट हो नि दुईटा पार्टीको होइन। अनि उसले पनि अध्ययन गर्छ, ल ठिक छ यी सबै कुराहरू चाहिँ ओके छ भन्ने जस्तो हिसाबमा यदि कुरो भयो, दुवै पक्ष चाहिँ रेडी भए प्राधिकरण र त्यसपछि चाहिँ त्यो डेभलपर भने त्यो ड्राफ्टमा फाइनलाइज गरेर जे इम्प्रुभमेन्ट गर्नुपर्छ इम्प्रुभमेन्ट गरेर अनि प्राधिकरणको अथोरिटी र भनेको प्राधिकरणको हायर लेभलको म्यानेजमेन्ट र त्यो कम्पनीको हायर लेभलको म्यानेजमेन्टको बिचमा चाहिँ साइन हुन्छ। त्यसलाई चाहिँ हामीले पिपिए भनेर भन्छौँ। यसको अलिकति डिटेलमा म तपाईँहरूसँग फेरि अब अर्को दिन बसौँला होइन। अहिले चाहिँ सिम्पल चाहिँ यसको मैले एउटा चाहिँ डायग्राम जस्तो हिसाबले पनि बनाइदिएको छु। त्यसमा यो म अहिले चाहिँ तपाईँहरूसँग यो भित्र छिरेको छैन,
यसलाई म सर भनिदिउँला होइन, यो चाहिँ धेरै त्यस्तो कम्प्लेक्स केही पनि छैन। तर अब आज चाहिँ हाम्रो